बुझ्छौँ भने यदि उनले ओहो परमेश्वरको जनले अब परमेश्वरले नै मेरो समस्या सबै समाधान गर्दै हुनुहुन्छ, मेरो ऋणबाट मलाई छुटकारा दिँदै हुनुहुन्छ भने अब म यति धेरै ल्याउँछु, बरु एकछिन टाइम लगाउँछु, म चाहिँ भएभरको ठुल्ठुला भाँडाहरूको जुगाड गर्छु भन्ने उनले सोचिनन्। उनको दिमागले जति भ्यायो उनले त्यति नै ल्याइन्। अनि तर त्यो चाहिँ उनको लागि इनफ थियो। फेरि उनको ऋणहरू पनि चुक्ता भएर केही समय खानको लागि पनि थियो, त्यतिमा पनि के भयो? प्रशस्त भयो। आमेन। हेर्नु है, मैले भन्न खोजेको के त भन्दा कतिपटक हामी परमेश्वरसँग माग्छौँ, दिनको रोटी मात्रै माग्छौँ। प्रभु आज मलाई खाना जुटाउनुहोस्, प्रभु मलाई साँझ खाना जुटाउनुहोस्, प्रभु मलाई यो जुटाउनुहोस्, प्रभु मलाई एक सरो लुगा जुटाउनुहोस् भनेर हामी केही कुरा मात्रै मागिरहेका हुन्छौँ। तर यहाँ के भनेको छ? थोरै मात्र नमाग है, थोरै नमाग, धेरै माग। आमेन। आफ्नो योग्यता अनुसारले नमाग, उहाँको योग्यता अनुसारले माग। आमेन। हालेलुया। मेरो योग्यता भनेको कम हुनसक्छ, तर उहाँको योग्यता एकदमै बढी छ। आमेन। उहाँले सबै कुरा गर्न सक्नुहुन्छ। अघि मैले सुरुमै भने मेरो छोराले चाहिँ पास्टरवाला धेरै धनी सोच्छ क्या, यति धेरै धनी सोच्छ कि अब त्यो तिनीहरूको सोचे अनुसार हुनेछ। हिजोवाला के भन्दै थियो? मामु हामी स्विमिङ पुल कहिले बनाउने हो घरमा? किनभने पहिला उनीहरूले स्विमिङ पुल भनिरहेको थियो नि त घरमा, होइन? स्विमिङ पुल भएको घरमा हामी सर्ने हो भन्दै थियो। अब त्यहाँ अब स्विमिङ पुल बनाउने ठाउँ छैन जस्तो लाग्यो होला उसलाई। हाम्रो स्विमिङ पुल चाहिँ कहिले बनाउने हो भन्दै थियो क्या। मैले बनाउने हो भने कहाँ बनाउने? अगाडितिर बनाउने हो। अगाडि ठाउँ छ भन्दा ठाउँ छ त भन्दै थिएँ मैले, होइन? अनि त्यसपछि मैले भन्न खोजेँ अब सोच्नु होला कसरी हुन्छ परमेश्वरमा भन्यो भने म तपाईँलाई पद देखाउँछु। यूहन्ना 10:10 जानुभयो भने त्यहाँ के भन्छ त भन्दाखेरि यूहन्ना 10:10 भन्छ, चोर त चोर्न, मार्न, नाश पार्न मात्र आउँछ, तर म त आएँ तिमीलाई जीवन दिन, त्यो पनि प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ। आमेन। उहाँले हामीलाई जीवन दिन आउनुभयो, त्यो पनि प्रशस्त मात्राको जीवन दिन आउनुभयो। आमेन। अब यो कुरालाई हामीले चाहिँ टार्न मिल्दैन है। वचन के हो? दुई धारे तरबार हो, वचन टल्दैन। आजको भजनै त्यही प्रायः जस्तो त्यही थियो नि, होइन? उहाँ चाहिँ सर्वभौम एकदमै ठुलो परमेश्वर हुनुहुन्छ, उहाँको वचन टल्दैन, सबै कुरा टल्छ भन्ने खालके आज हामीले भजनहरू पनि सुनिरहेको थियौँ। यहाँ चाहिँ के भन्छ भने चोर चोर्न, मार्न, नाश पार्न आयो, तर येशू प्रभु हाम्रो लागि आउनुभयो जीवन दिनको लागि। आमेन। त्यो पनि प्रशस्त मात्राको जीवन दिनको लागि। अनि यो वचनलाई आफ्नो बनाउने क्या। आमेन। आफ्नो बनाउने। अस्ति नै एकचोटि पास्टरले भन्नुभएको थियो नि, केनाललाई चाहिँ बर्थडेमा त्यो लस्सी कि के दिन्छु भन्नुभएको रहेछ, अनि नदिनु भएको रहेछ क्या उसको बर्थडेमा। यहाँ हाम्रो उपवास भइरहेको थियो, त्यो दिनमा कस्तो उपवास प्रार्थना भ्याइयो, अनि यत्रो ठुलो पानी परिरहेको थियो। पास्टरबा चाहिँ मलाई नलिएर कता गएको के, त्यो धेरै जिद्दी। हजुरले भने होइन मेरो बर्थडेमा दिन्छु भनेर पुरा रोएरै हुन्छ नि, दिन्छु भने होइन खुर्को दिनु भनेर बाहिर कता रोएछ, अनि पास्टर बाहिरैबाट उसलाई खुवाउनलाई लग्नु भएछ क्या। यहाँ वचनमा के भनेको छ? म तिमीलाई प्रशस्तताको जीवन दिन आएँ। आमेन। अनि हामीले पनि भन्न सक्नुपर्छ, प्रभु तपाईँ प्रशस्तताको जीवन दिन आउनुभएको। आमेन। तपाईँ प्रशस्त मात्राको जीवन दिन आउनुभएको। खोइ त मेरो जीवनमा छैन, तपाईँ दिन सक्नुहुन्छ, दिनुहोस्। आमेन। तपाईँ दिनुहोस्। म कुर्न तयार छु, तर म प्रशस्तताको जीवन नजिएर यो ऋणबाट, यो समस्याबाट, यो सबै कुराबाट छुटकारा नभएर म यहाँबाट जाँदिनँ प्रभु। एउटा भजन छ नि, तपाईँको द्वारमा आएको छु, तपाईँले मेरो आवाज नसुनेसम्म म यहाँबाट जाँदिनँ। आमेन। त्यही प्रकारको जिद्दी हामीमा हुनुपर्छ क्या, एउटा बच्चा जस्तै। हामी को हौँ? कतिपल्ट हामी जब अलिकति ठुलो हुन्छौँ नि, आफूलाई धेरै ठुलो मान्छौँ र हामी एकदम भ्यालु बढाउन थालिहाल्छौँ क्या, होइन? हामी एकदमै नाच्न छोडिदिन्छौँ, धेरै खित्का छोडेर हाँस्न छोडिदिन्छौँ। त्यो हुन्छ नि, हामी ठुलो भयौँ भनेर हामी चाहिँ आफूलाई निराशमा राख्ने, आफूलाई भ्यालुवान बनाउन थाल्छौँ। तर हामी जति ठुलो उमेरमा भए तापनि परमेश्वर बुवाको हामी के हौँ? छोरा छोरी हो। आमेन। म जहिले पनि भन्छु हामी परमेश्वर बुवाको के हौँ? छोरा छोरी हो। अनि यहाँको वचनमा भनेको छ उहाँले म प्रशस्तताको जीवन दिन आएँ। आमेन। अनि उहाँ आउनु नै के को लागि थियो भने प्रशस्तताको जीवन जिउनु। मैले एक दिन पास्टर अङ्कित साजनको वचन सुन्दै थिएँ, कतिजनाले पाउँदैन अरे के, माग्छ तर पाउँदैन, किनभने परमेश्वरको कुरा र तलबाटको कुरा मिल्दैन अरे के। हामीले माग्दै गरेको कुरा र उताबाट दिएको कुरालाई मिल्दैन अरे के। अहिले पनि कतिबाट रोएर गिडगिडाएर, होइन, दुखी पीडित जस्तो फिल गराएर परमेश्वरसँग मागिरहेको हुन्छ, तर हाम्रो हकको कुरा हो, हामीले पाइसक्यो, मेरो कुरा हो, त्यो मलाई दिनुहोस् भनेर माग्न चाहिँ सक्दैनौँ। अनि प्रभुलाई धन्यवाद दिन सक्दैनौँ। प्रभु तपाईँ त प्रशस्तताको जीवन दिन आउनुभएको, म किन ऋणमा? वचनमा भन्छ तपाईँले ऋण लिने होइन दिने बनाउँछु भन्नुभएको छ। यो वचन मेरो जीवनमा किन पुरा भएन? के तपाईँ झुट बोल्नुहुन्छ? बाइबलमा भन्छ उहाँ झुट बोल्नु हुन्न।
आमेन। उहाँ कहिले पनि झुट बोल्नुहुन्न, उहाँ कहिले पनि परिवर्तन हुनुहुन्न। उहाँ हिजो आज भोलि सदा सर्वदा एक समानको हुनुहुन्छ। तपाईँ र म बुढो हुन्छौँ, तपाईँ र म एक दिन परमेश्वरको घरमा जान्छौँ, तर उहाँ बुढो पनि हुनुहुन्न, उहाँको कपाल पनि फुल्दैन, उहाँ सदा सर्वदा एक समानको हुनुहुन्छ। आमेन। हामीले भन्न सक्नुपर्छ कि बुवा तपाईँ झुट बोल्नुहुन्न। आमेन, तपाईँ झुट बोल्नुहुन्न। अनि तपाईँले भजन सङ्ग्रह 23को 5मा मलाई लाग्छ सबैको यो चाहिँ कण्ठै हुनुपर्छ, कण्ठै छ सबैलाई। भजन सङ्ग्रह 23को 5मा भन्दा चाहिँ यहाँ अन्तिममा भन्छ, तर म सुरुदेखि पढिदिन्छु। मेरा शत्रुहरूका सामुन्ने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ, तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरा भरिएर पोखिन्छ। हालेलुया। भरिएर पोखिन्छ भनेको के हो? उहाँसँग माग्नुहोस्, थोरै नमाग्नुहोस्, धेरै माग्नुहोस्, उहाँले भरिएर पोखिने गरेर दिनुहुन्छ। आमेन। भरिएर पोखिने गरेर दिनुहुन्छ। आमेन। हालेलुया। फेरि कतिपल्ट होला कि कहाँबाट कसरी हामीलाई थाहै छैन, हामी सास कसरी फेरिरहेछौँ थाहा छ हामीलाई? थाहै छैन। हाम्रो खाना खान्छौँ, अब हामी त्यति ठुलो डक्टर पनि के डक्टरै होइन, हामी ठुलो के कुरा गर्नु म भनिरहेको छु, हामी त्यति ठुलो डक्टर होइन, हामी डक्टरै होइन नि त, होइन? हामीलाई थाहै छैन खानाभित्र गएर के हुन्छ, कसरी कहाँ के हुन्छ, कहाँबाट निस्किन्छ हामीलाई थाहा छ, यहाँबाट जान्छ निस्किन्छ भन्ने थाहा छ, तर भित्र के प्रोसेस हुन्छ हामीलाई केही पनि थाहा छैन। हालेलुया। हामीलाई केही पनि थाहा छैन, तर वचनले भन्छ हुन्छ भनेपछि हुन्छ। कहाँबाट हुन्छ, कसरी हुन्छ, किन हुन्छ, कसले गर्दा हुन्छ, हामीलाई त्यो थाहा छैन, तर उहाँले गर्नुहुन्छ। आमेन।